हेलो दर्शकबिनहरू, अब हामी चाहिँ सेक्सन 2मा जान्छौँ पोडकास्टको। स्टडीकै बारेमा कुरा गरौँ, स्टडी प्लानिङ, स्ट्र्याटेजी, त्यसपछि हामी रिसोर्सेसहरूको बारेमा कुरा गर्छौँ। तर सुरुमा चाहिँ स्टडी प्लानिङकै बारेमा कुरा गरौँ। सो कति महिना चाहिँ होइन, अब सीको लागि सीकै कुरा गरिरहेको छौँ त हामी। सो सीको लागि चाहिँ कति महिना भाइहरू सिरियस प्रिपेरेसन गर्नुपर्ने रहेछ, कहिलेदेखि स्टार्ट गर्नुपर्ने रहेछ सी प्रिपेरेसन सिरियसली चाहिँ? +2 हो कि +2 पछाडि हो? नाम निस्किनको लागि, जस आइएममा सेलेक्ट हुनको लागि अथवा राम्रो ऱ्याङ्क हासिल गर्नको लागि चाहिँ सिरियसली चाहिँ कहिलेदेखि लाग्नुपर्ने रहेछ? पहिला चाहिँ म मेरो कुरा भन्छु। मेरो केसमा चाहिँ मैले भनिसकेँ, म 11मा चाहिँ सिई फोकस थिएँ होइन। म बायोलोजी अझ नेग्लेक्ट नै गर्थेँ, बढी म्याथ पढ्थेँ। तर 12मा आइसकेपछि चाहिँ ठ्याक्कै अपोजिट गरेँ मैले। बायोलोजीलाई चाहिँ अझ बढी प्रायोरिटी दिएर म्याथलाई चाहिँ नेग्लेक्ट गरेको। सो मेरो केसमा भन्दाखेरि चाहिँ मैले चाहिँ एकदम सिरियस प्रिपेरेसन सिईको लागि 12थको स्टार्टिङदेखि गरेको हो। तर 12थको स्टार्टिङदेखि प्रिपेयर गर्दा मलाई के फिल हुन्थ्यो भन्दा म एकदमै पछाडि परिसकेको छु। सबैले प्रिपेरेसन उति बेलै स्टार्ट गरिसकेको छ, अनि यसरी त म एकदम पछाडि पर्छु जस्तो फिल हुन्थ्यो। त्यसैले चाहिँ मैले यता +2लाई चाहिँ कम्प्लिटली जो नेग्लेक्ट गरेको थिएँ। +2मा म जस्ट पास भए पुग्छ, मलाई टफ गर्नु छैन, मलाई जस्ट सिईमा फोकस रहनु छ भनेर म कम्प्लिटली सिई फोकस नै हुन्थेँ। त्यो भएर इक्जामको दिनमा पनि म मक टेस्ट दिन जान्थेँ। इभन 12थको हाम्रो फाइनल बोर्ड इक्जाममा पनि म इक्जाम दिन गइरहेको थिएँ स्याटरडेको त्यो ग्यापहरूमा। त्यो पनि 2टा इक्जाम 6-6 घन्टाको पढ्न छोडेर। त्यसले गर्दा हल्का बिग्रियो पनि उता बोर्ड इक्जाम पनि। बट प्रिपेरेसन चाहिँ मैले 12को ठ्याक्कै स्टार्टिङदेखि नै सुरु गरिदिएको ठ्याक्कै कम्प्लिटली। अनि मोडुल्समै फोकस्ड हुन्थेँ। बुक्सहरू चाहिँ पढ्यो, बुक्सको च्याप्टर पढ्यो, अनि त्यसपछि चाहिँ एमसिक्युजमा सिधै गयो मोडुल्समा। अनि त्यहाँबाट एक्स्ट्रा कुराहरू पढ्यो, अनि त्यसपछि चाहिँ मक टेस्टमा एपियर भइसकेपछि मक टेस्टबाट पनि धेरै कुराहरू चाहिँ कभरअप हुन्थ्यो। अब खासमा प्रिपेरेसन स्टार्ट गर्दाखेरि चाहिँ मेरो सजेसन चाहिँ, अब अहिलेको कम्पिटिसन हेर्ने हो भने 11थको स्टार्टिङदेखि नै गर्दाखेरि चाहिँ अझ बेटर देख्छु मैले होइन। किनकि धेरै जसो भाइहरूलाई पनि देखिरहेको हुन्छु मैले, अहिले चाहिँ 11को स्टार्टिङदेखि नै प्रिपेरेसन स्टार्ट गरिसकेको हुन्छ र बिस्तारै सबैजना चाहिँ यो बारेमा कन्सियस पनि हुँदैछन्। त्यसले गर्दाखेरि कम्पिटिसन बिस्तारै बढ्दै गइरहेको छ। अनि सो 11को स्टार्टिङदेखि नै लाग्नुपर्छ भनेर फेरि त्यो कम्प्लिटली सिईमै लाग्नुपर्छ अब, अथवा 11 र 12मा लागेन अब मेरो राम्रो हुँदैन भन्ने पनि होइन। 11-12मा यदि क्लियरली राम्ररी पढेको छ, बुक एकदम राम्ररी पढेको छ भने 12 पछि यदि मोडुलमा जम्प गरेर हेर्ने हो भने पनि इजिली नाम निकाल्न चाहिँ मजाले सकिन्छ। तर फरक के हुन्छ भन्दा सब्जेक्टिभ वाइज र अब्जेक्टिभ वाइजमा चाहिँ अलिक फरक हुन्छ। अब सब्जेक्टिभ वाइजमा जति धेरै पढेको भए तापनि, जति नै धेरै राम्रो गरेको भए तापनि +2मा, तर अब्जेक्टिभ वाइज आउँदाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ हुन्छ। त्यो भएर त्यसले गर्दाखेरि चाहिँ अगाडिदेखि नै प्रिपेरेसन स्टार्ट चाहिँ गर्नै पर्छ, त्यो चाहिँ बेटर हो। तर यदि गरेको छैन भने तापनि 12को बेस यदि राम्रो छ भने 12 पछि प्रिपेरेसन स्टार्ट गर्दा पनि मजाले सकिन्छ, इजिली सकिन्छ, म चाहिँ त्यो भन्छु। तर जुन कुनै फेजबाट स्टार्ट गर्दा पनि यदि आफ्नो कम्प्लिट दिने हो भने त सकिन्छ। अब यो कम्पिटेटिभ एक्जाम हो सिई, हाम्रो जति छिटो स्टार्ट गर्यो त्यति नै धेरै एडभान्टेज चाहिँ भइहाल्छ। फर्स्ट मुभ एडभान्टेज भन्ने चाहिँ हुन्छ सिईमा। तर एउटा कुरा के हो भन्दाखेरि फर्स्ट मुभ एडभान्टेज के सेन्समा हुन्छ भन्दाखेरि चाहिँ अब 11देखि सुरु गर्दाखेरि धेरैचोटि चाहिँ हामीलाई अल्छी पनि लाग्छ, अनि माइन्डहरू पनि कहाँ कहाँ डिस्ट्र्याक्ट हुन्छ। तर टाइम वेस्ट गरे पनि अझै टाइम हुन्छ कि हामीसँग त्यो युटिलाइज गर्नलाई। त्यस कारणले माइन्डसेटमा अब्जेक्टिभ माइन्डसेट चाहिँ हामीले 11देखि नै राखे पनि हुन्छ 11 र 12मा। अनि 12 पछिको जुन त्यो मेन त्यो ग्याप हुन्छ त्यसमा चाहिँ एकदम सिरियसली, एकदम ओभर सिरियसली नै पढ्नुपर्छ मेरो अनुसारमा चाहिँ। अनि उसले भनेको जस्तै अब 11देखि नै सुरु गर्दा पनि हुन्छ, मैले आफै पनि त्यही नै गरेको हो। किनभने जति छिटो गऱ्यो त्यति नै फाइदा हुन्छ। कम्पिटेटिभ एक्जाम हो, अरूभन्दा एक स्टेप अहेड बस्दाखेरि केही पनि बिग्रिनेवाला चाहिँ छैन भन्ने कुरा हो। अर्ली प्रिपेरेसन नै इम्पोर्टेन्ट हो। अर्ली प्रिपेरेसन गर्नु फाइदा भन्यो भाइहरूले। सो अहिलेको अब झन् हाम्रो बेला चाहिँ अलिकति थिएन होइन, 11 र 12मै स्टार्ट गर्नुपर्ने भनेर। तर अहिले चाहिँ छ डेफिनेटली अर्ली प्रिपेरेसन +2देखि नै स्टार्ट गर्नु पऱ्यो। अब भाइहरू, अब म चाहिँ टाइम टेबलमा जान्छु। स्टडी टाइम टेबल कस्तो थियो, कति आवर्स पढ्यो, त्योमा चाहिँ अनि सब्जेक्ट्सहरूलाई कसरी प्रायोरिटाइज गर्यो, यो 3टा कुरा। अब टाइम टेबल, स्टडी आवर्स र सब्जेक्ट्सहरूलाई कसरी प्रायोरिटाइज गर्यो, कस्तो थियो कि अब जस्तो ईश्वरको अथवा रिकेशको त्यो प्रिपेरेसनको होल डे कस्तो थियो होइन, बिहानदेखि होइन साँझ रातिसम्म, सुत्नुभन्दा अगाडिसम्म र होइन त्यसपछि उठेपछि कस्तो थियो भन्ने चाहिँ टाइम टेबलको बारेमा कुरा गरौँ, र आवर्स र सब्जेक्ट्सहरू कसरी पढ्यो। 12थमा चाहिँ मेरो टाइम टेबल भनेको जेनरली चाहिँ बिहान चाहिँ म पढ्थेन, म चाहिँ अलिकति नाइटमा पढ्थेँ उति बेला चाहिँ।
दिनभरि त स्कुल नै हुन्थ्यो, कलेज अरू स्कुल नै हुन्थ्यो। अनि त्यसपछि साँझ आयो, साँझ आइसकेपछि चाहिँ साँझ जेनरली बस्नु नै पर्थ्यो पढ्न। अनि त्यसपछि साँझ हाम्रो लगभग 4 बजीतिर छुट्टी हुन्थ्यो, 4 बजीतिर। त्यसपछि 1-2 घन्टा पढ्न सकिन्थ्यो। त्यसपछि चाहिँ अब खानासाना खायो, खाइसकेपछि अल्छी लाग्थ्यो अलिकति, तर पनि पढ्न त बस्नै पर्थ्यो किनकि गोल चाहिँ अलिकति ठुलै थियो होइन। सो त्यसले गर्दाखेरि अब म जेनरली चाहिँ 12 और 1-2 बजीसम्म पनि बस्थेँ होइन त्यति बेला त। अनि त्यसपछि चाहिँ सुत्थेँ, जति पढ्नु राति नै पढ्थेँ, अनि बिहान एकैचोटि उठेर स्कुलको लागि निस्कि नै हाल्थेँ म। 12 मा चाहिँ मेरो रुटिन त्यस्तो थियो अलिकति। अनि दसैँ तिहारमा पनि पढेको मैले चाहिँ। दसैँ तिहारमा पढ्दाखेरि चाहिँ जेनरली मेरो टार्गेट लिएर पढेको थिएँ मैले, स्टडी आवर्स भन्दा पनि मैले एटलिस्ट फाइलमहरू र बायोडाइभर्सिटी चाहिँ सकाउँछु भनेर पढेको थिएँ, र सकाएको पनि थिएँ। बट अलिकति रिभिजन र क्वेसन्स चाहिँ राम्ररी गरेर चाहिँ सकाएको थिएन त्यति बेला। अनि त्यसपछि चाहिँ अब 12 पछिको रुटिन भन्ने हो भने चाहिँ 12 पछि चाहिँ अब घडी नहेरिकनै पढ्नुपर्छ त्यति बेला चाहिँ। त्यति बेला चाहिँ अब म चाहिँ कम्प्लिटली नाइट गाई नै हुन्थेँ होइन, रातभरि नै बस्थेँ म। अनि त्यसपछि चाहिँ दिउँसो दिनभरि सुत्थेँ। अब राति हेर्ने हो भने लगभग 5 बजेदेखि स्टार्ट गऱ्यो भने 6-7 2-3 घन्टा पढ्यो, त्यसपछि खाना, अनि त्यसपछि फेरि राति आएर रातभरि पढ्यो बिहान अलमोस्ट 7 बजेसम्म। अनि त्यसपछि चाहिँ एकछिन रेस्ट लिएर 10-11 बजेतिर चाहिँ सुत्यो। अनि सुतेपछि चाहिँ साँझ 4-5 बजे उठ्यो। अनि त्यसपछि फेरि फिर्दा अगेन त्यही रुटिन कन्टिन्यू त्यसरी नै गरेको। बट लास्टमा आउँदाखेरि चाहिँ त्यो रुटिनमा नि अलिकति ल्याग गरेँ मैले। सो त्यहाँबाट चाहिँ के भन्छु भन्दाखेरि नि मैले स्टडी आवर्स चाहिँ एकदमै धेरै राख्नुभन्दा पनि नि, जस्तै मैले टार्गेट राख्दाखेरि 12 आवर 14 आवरको राख्थेँ र त्यो कम्प्लिट पनि गर्थेँ। बट के हुन्थ्यो भन्दा जस्तै 2 दिन मैले कम्प्लिट गरेँ भने 3rd डे अथवा 4th डे चाहिँ अलिकति ल्याग हुन्थ्यो अनि छुट्थ्यो होइन। अनि त्यहीमाथि त्यो टार्गेट कम्प्लिट गर्न सकेन भने कस्तो आफैलाई पनि इरिटेट फिल हुन्थ्यो। सो मेरो सजेसन के हुन्छ भन्दाखेरि चाहिँ त्यत्रो ठुल्ठुलो टार्गेट राख्नुभन्दा बरु एटलिस्ट 6 आवर, यदि बिदाको दिनहरू छ भने 6 to 8 आवर राखे इनफ हुन्छ। तर कन्सिस्टेन्सी चाहिँ मेन्टेन गर्नु पऱ्यो, एक दिन पनि छुटाउनु चाहिँ भएन। किनकि जस्तै 8 आवर मैले आजको टार्गेट राखेँ होइन, 8 आवर टार्गेट राखेर मैले 3 डेज लगातार पढेँ भने मेरो 8-3 चाहिँ 24 आवरको बन्छ रुटिन। र तर अब मैले आज जस्तै 12 आवरको राखेँ, 3 दिनको लागि पढेँ, बट एक दिन मेरो स्किप भयो भने 12 to 24 आवर नै हुन्छ। बट उता 8 आवर राखेर पढेको 24 आवर इफेक्टिभ पनि भयो, अल्छी पनि लागेन, डे स्किप पनि भएन, कन्सिस्टेन्सी पनि मेन्टेन रह्यो। तर यतापट्टि 12 आवर राखेर पढेको स्टडी टाइम टेबलले चाहिँ अब बिचमा स्किप पनि भयो, त्यसले गर्दाखेरि मेन्टली अलिकति माइन्ड सेटमा पनि असर पर्ने भयो र पढ्दाखेरि अब लगातार बस्दाखेरि पनि अलिकति गाह्रो हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ मोर स्टडी आवर भन्दा बरु 8 आवर पनि राख्नु पर्दैन। मेरो सजेसन के हुन्छ भन्दा अलि अगाडिदेखि नै प्रिपेयर गरिरहेछौ भने 4 आवर नै राख, मोर देन इनफ हुन्छ 4 आवर पनि। तर कन्सिस्टेन्सी चाहिँ एकदम मेन्टेन गर्नु पऱ्यो। एक दिन पनि स्किप भयो भने त्यो चाहिँ ठुलो लस हो। तर यदि कुनै दिन लस भयो भने चाहिँ त्यसको बारेमा रिग्रेट चाहिँ नगर, अझै पनि उसले अघि भने जस्तै तिमीसँग इनफ टाइम हुन्छ, जति टाइम हुन्छ त्यसलाई चाहिँ राम्ररी युटिलाइज गर। र अर्को अब सब्जेक्ट प्रायोरिटाइजको कुरा गर्ने हो भने चाहिँ मैले 11-12मा बढी फोकस गरेको भनेको बायोलोजी। 11मा त मैले फोकस गरेको थिएँ, 11 मेरो पुरै बिग्रेको थियो र 11को बायोलोजीलाई मैले दसैँ तिहारको भ्याकेसनमा सुधारेँ। र त्यसपछि 12थको बायोलोजीमा म बढी फोकस थिएँ 12मा पढ्दाखेरि चाहिँ। र 12थको एन्डिङमा आइसकेपछि चाहिँ मेरो बायोलोजी अलमोस्ट इम्प्रुभ भइसकेको थियो। र फिजिक्स केमिस्ट्री चाहिँ लगभग +2को बेसिसमै पढ्यो भने लगभग इनफ नै हुन्छ भन्ने मेरो माइन्डसेट थियो र भएको पनि थियो। तर अब अलि एक्स्ट्रा कुरा, अलि मार्क्स बुस्टअपको लागि चाहिँ अब त्यो सब्जेक्टहरू मैले त्यति राम्ररी पढेको थिएन 12मा। सो बढी फोकस चाहिँ म 12th पछि चाहिँ फिजिक्स केमिस्ट्रीमा भयो। फिजिक्स केमिस्ट्रीबाट मार्क्स तानेँ र त्यसपछि तिनटैमा लगभग एउटा पोइन्ट अफ मार्क्स आइसकेपछि चाहिँ अनि म तिनटैको रिभिजनमा प्लस एमसिक्युज प्र्याक्टिसमा गएको हो। यो सबसे पहिला यो रुटिनको कुरा गर्दाखेरि चाहिँ मेरो चाहिँ कुनै एउटा स्पेसिफिक रुटिन चाहिँ थिएन। मलाई चाहिँ अब म 11-12को कुरा गर्ने भन्दा बेला चाहिँ अब दिनभरि त कलेजमै हुन्थ्यौँ, शनिबार मक टेस्ट दिन्थेँ नै म सधैँ। अनि त्यसपछि कलेजबाट घर आएपछि चाहिँ अब मन लाग्यो भने पढिदिन्थेँ, त्यस्तो वाला थियो। अनि मन लागि नै रहन्थ्यो प्रायः चाहिँ होइन। अनि 12 पछिको कुरा गर्ने हो भने चाहिँ 12 पछिको कुरा गर्ने हो भने चाहिँ मैले के गरेको थिएँ भन्दाखेरि चाहिँ म हल्का ढिलै उठ्थेँ बिहान चाहिँ। यो मर्निङ टाइममा राम्रो पढाइ हुन्छ वाला चाहिँ मबाट चाहिँ हल्का हुँदैन थियो, किनभने म राति ढिलोसम्म सुत्थेँ, मलाई निन्द्रा पनि लाग्दैन खासै। अनि त्यस कारणले म राति चाहिँ म उठिरहेको थिएँ। अनि म बिहान चाहिँ 10 बजेदेखि म सुरु गर्थेँ। अनि त्यसपछि चाहिँ अब सबै त्यो खाजासाजाको लागि त्यही बिचमा म ब्रेकहरू मिलाइरहेको थिएँ। जस्तै 2 बजीतिर म खाजाहरू खान्थेँ, अनि त्यसै गरी राति 7-8 बजीतिर म खाना खान्थेँ। अनि त्यो बाहेक चाहिँ म बिचमा पढाइ नै हुन्थेँ। अनि बुक अगाडि हुन्थेँ, म पढि नै रहन्थेँ। तर पुरै सिरियस स्टडी पुरै त्यो कति टाइमसम्म नहोला, किन भन्दाखेरि बेला बेलामा चाहिँ म टोलाइ नै हुन्थेँ कहिले। अनि कहिले आफ्नै सोचहरूमा हुन्थेँ। अनि म प्रायः चाहिँ हिँड्दै पढ्थेँ। अनि त्यस कारणले पनि हो धेरै कुरा मलाई याद हुन्थ्यो हिँड्दाखेरि।
अनि भ्याकेसनको यो दसैँको कुरा गर्दाखेरि चाहिँ मैले 12को दसैँ पनि मनाएको थिएन अनि त्यसपछि 12 पछिको पनि मनाएको थिइनँ दसैँ चाहिँ खासै राम्रोसँग। 12को दसैँमा चाहिँ मैले पुरै सिस्टमहरू सबै सकाएर त्यसपछि फाइलम र सेल बायोलोजी पनि मैले हल्का सकाइसकेको थिएँ। अनि यो 12 पछिको त झन् 12 पछिको दसैँको बिदामा त त्यसपछि त डाइरेक्ट फ्री नै थियो, त्यस कारणले त्यो त मनाउनु झन् कुरै भएन। अनि अर्को कुरा के छ भन्दाखेरि एक दिनमै सबै सब्जेक्टलाई टाइम इक्वल दिएर रिभिजन गर भन्ने चाहिँ मैले धेरै ठाउँमा देखिरहेको हुन्छु। तर मेरो त्यस्तो चाहिँ मेरो पनि भएको थिएन है। मेरो चाहिँ हप्तामा हुन्थ्यो, मतलब म एक दिन पुरै फिजिक्स हेरिदिन्थेँ, एक दिन पुरै म्याथ के अरे पुरै बायोलोजी हेरिदिन्थेँ, त्यसरी गर्थेँ म चाहिँ। अब यो कतिजनालाई चाहिँ अब यो डिसअग्री हुनसक्छ मेरो यो कुराले, किन भन्दाखेरि मैले धेरै ठाउँमा देखिरहेकै हो, किन भन्दाखेरि त्यो हरेक एक दिनमा सबै सब्जेक्टलाई टाइम देऊ भन्छ, तर मैले आफै पनि त्यो गरेको थिइनँ। अनि लास्ट मोमेन्टमा चाहिँ मैले अब सेट वाइज सोल्युसन गरेको थिएँ। सेट वाइज सोल्युसन गरेको कारणले चाहिँ होला मैले सबै सब्जेक्टलाई त्यसपछि चाहिँ मेरो इक्वल टाइमै हुन्थ्यो, किनभने सेट वाइज गर्दाखेरि त अब रिभिजन त सेट अनुसारको सेटको सोल्युसन हुन्थ्यो नि त। त्यस कारणले चाहिँ त्यो बेला चाहिँ मेरो सबै सब्जेक्टलाई इक्वल टाइम भयो होला। तर मेरो अनुसार चाहिँ मैले जब आफ्नो सिलेबस सकाइरहेको थिएँ त्यो बेला चाहिँ मैले इन्डिभिजुअल सब्जेक्टलाई नै हल्का बढी फोकस गरेर गर्थेँ। जस्तै मैले फिजिक्सकै कुरा गर्ने हो भन्दाखेरि मैले 3-4 दिन लगाएर पुरै मेकानिक्स सकेर बल्ल मैले अरू सब्जेक्ट पढाएको थिएँ। अब धेरैजनालाई चाहिँ यो कस्तो अजिब लाग्ला, तर मैले चाहिँ यही गरेको थिएँ हुन चाहिँ आफ्नो पालिमा। सो भाइहरूको चाहिँ आफ्नो प्रिपेरेसन अब फरक प्रिपेरेसन अब सबैको सेम हुन्छ भन्ने छैन। भाइहरू अब भाइहरूको एउटा भाइको होइन राति पढ्ने होइन नाइट आउल भन्यो, अर्कोको अर्ली बर्ड टाइपको होइन नाइटै हो दुवै होइन, कसैको अर्ली बर्ड नै हुन्छ होइन। सो कसैको नाइट आउल हुन्छ, जस धेरैको चाहिँ अब फरक स्ट्राटेजी हुन्छ। सो आफ्नो स्ट्राटेजी लगाउने। सो अब यही फलो गर्छु भनेर चाहिँ भन्दा पनि आफ्नो चाहिँ कुन चाहिँ होइन टाइममा चाहिँ आफू इफेक्टिभ हुन्छ, जस्तो नाइट टाइममा इफेक्टिभ हुन्छ कि मर्निङ टाइममा, त्यो आफूले छुट्याउनु पऱ्यो। भाइहरूको त जे होस् इभिनिङ र नाइट टाइममै नै दुवै भाइहरूको चाहिँ इफेक्टिभ टाइम टेबल चाहिँ त्यो रहेको रहेछ। र अर्को क्वेसन भाइहरूको लागि चाहिँ अब सिलेबसको बारेमा चाहिँ के थियो, जस्तो तिमीहरूले चाहिँ सिलेबसै फलो गर्यो कि हेरेरै फलो गर्यो कि अब कसरी चाहिँ एप्रोच गर्यो होइन। सीको सिलेबस त एमएससीको अब वेबसाइटमै पाइन्छ, अथवा एमएससीले दिएको छ नि त सिलेबस त। सो कसरी चाहिँ एप्रोच गर्यो? मैले सिलेबस चाहिँ एकचोटि चाहिँ हेरेको थिएँ, अनि त्यसपछि चाहिँ त्यहाँबाट हेर्दाखेरि फाइलममा चाहिँ बढी मार्क्स क्यारी हुँदो रहेछ। अहिले चाहिँ फाइलमको कम छ, त्यो भएर चाहिँ मैले फाइलम र बायोडाइभर्सिटीको 11 मार्क्स थियो, फाइलमको 8 मार्क्स थियो। त्यही कारणले गर्दाखेरि चाहिँ मैले दसैँ तिहारको भ्याकेसनमा त्यो सकाउने टार्गेट राखेको थिएँ। तर त्यसरी त्यति सिलेबस बेस्ड रहेर त पढेन म। 12मा हुँदाखेरि चाहिँ मैले चाहिँ अब +2कै बुकहरू राम्ररी पढ्यो, त्यसपछि मोडुलमा त्यो टपिकहरू हेऱ्यो, अनि त्यो टपिकहरू राम्ररी कभर गऱ्यो। त्यसपछि चाहिँ 12 पछि चाहिँ बरु म अब सिलेबस बेस्ड भए। अब छुटेको टपिक्सहरू हुन्छ, कुनै चाहिँ +2 भन्दा अलिकति एक्स्ट्रा पढ्नुपर्ने हुन्छ, त्यो भएर चाहिँ त्यो टपिक्सहरू हेरेर चाहिँ मोडुल्सबाट पढ्थेँ। अनि सिलेबस फेरि अझ एमएससीको सिलेबस एक्ज्याक्ट हुँदैन, जति जे भन्दा पनि अलिकति फरक गइ नै हाल्छ। अब फरक भन्नाले सिलेबसमै हुन्छ क्वेसन्सहरू त, तर के हुन्छ भन्दाखेरि अब जस्तै त्यहाँनिर फाइलमको बारेमा सबै कुरा पढ्न भने चाहिँ फाइलमभित्र जे पनि सोध्न पाइयो होइन। अब अलिकति घुमाएर सोध्यो भने फाइलममा परेन भन्न चाहिँ मिलेन। त्यो भएर अब एक्स्ट्रा सिलेबसभन्दा बाहिरको कुराहरूको लागि क्वेसन्सहरू एकदमै धेरै प्र्याक्टिस गर्नु पऱ्यो है। अनि अरू सिलेबस बेस त त्यति धेरै चाहिँ रहेन म, तर 12 पछि चाहिँ सिलेबस हेर्दै 1 बाई 1 सिलेबस नै सकाएको। मेरो पनि मेन प्रायोरिटी चाहिँ अब सिलेबसबाटै गरेको थिएँ, तर मैले सिलेबस मात्रै फलो गरेको छैन। म सिलेबसभन्दा बाहिर पनि हल्का गएको थिएँ। अनि धेरैवटा चाहिँ कुनै चाहिँ हल्का सिलेबसबाट भन्दा बाहिरवाला एमसिक्यूहरू चाहिँ म प्रे पनि गरिदिन्थेँ कि यो सीईमा आओस्, मेरो मात्रै मिल्छ होला होइन, त्यस्तो प्रे गरिन्थ्यो। तर सीईको हेर्दाखेरि धेरै क्वेसन चाहिँ हल्का ठिक भित्रैबाट आएको थियो क्वेसनहरू, तर कुनै क्वेसनहरू चाहिँ ठ्याक्कै काहीँ पनि नलेखेको क्वेसनहरू पनि आएको थियो कि मैले नदेखाएँ होला, त्यो कुरा अलग हो होइन। जस म चाहिँ सिलेबस पुरै फलो गरेकै हो। अनि सिलेबसभन्दा बाहिर पनि म हल्का चाहिँ गएको थिएँ आफ्नो लागि नलेज बढाउनलाई। अनि अब यस्तो साथीहरू पनि थियो, अनि साथीहरूलाई पनि हल्का सोधिदिन्छु, यिनीहरूलाई पनि हल्का अताइदिन्छु भन्नेवाला पनि थियो। तर साथीहरूसँग चाहिँ धेरै नै थियो कि राम्रो इन्भाइरोमेन्ट थियो, यिनीहरूले पनि क्वेसनहरू सोध्थ्यो, मैले पनि सोध्थेँ। अनि धेरैजना ग्रुपै थियो हाम्रो, अनि त्यहाँ धेरै क्वेसनहरू त्यहाँ सोधिन्थ्यो, अनि त्यही क्वेसनहरू सीईमा ठ्याक्कै आएको पनि थियो कि। त्यस कारणले ग्रुप स्टडी चाहिँ म ग्रुप स्टडीलाई पर्सनल्ली चाहिँ मलाई मन पर्दैन, तर क्वेसन डिस्कसन चाहिँ मलाई ग्रुपमा राम्रो लाग्छ।